दर्शकबिन नमस्कार। यहाँहरूलाई हेर्ने कुराको विशेष कुराकानीमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपालमा एउटा ठुलो परिवर्तन जेनजी पुस्ताले गरेको छ। यही विषयमा रहेर आज हामी खास कुराकानी गर्नको लागि हामीसँग इन्जिनियर दिपेन्द्र कुमार शाह हुनुहुन्छ। दिपेन्द्रजी, यहाँलाई हेर्ने कुरामा हार्दिक स्वागत छ। धन्यवाद। जेनजी पुस्ताले जुन उद्देश्य लिएर जुन आन्दोलनमा हुमियो, जुन सडकमा गयो, झन्डै तपाईको 72 जनाले शहादत पनि प्राप्त गरिसक्नु भएको छ। सयौंको संख्यामा घाइतेहरू हुनुहुन्छ आजको दिनमा पनि। वास्तवमै जेनजीहरूले चाहेको परिवर्तन यही हो या जेनजीले चाहे अनुसारको परिवर्तनमा देश जाँदैछ? के छ यो विषयमा कुराकानी गरौँ न। सबैभन्दा पहिले त 72 जना स्मार्ट विचार भएका, स्मार्ट जेनेरेसनका, स्मार्ट युथहरूको रगतले, उहाँहरूको अदम्य साहसको कारणले यो देशमा शासन सत्ता परिवर्तन भयो। केही कुरा पुरा भए पनि हिजोको प्रधानमन्त्रीज्यूको सम्बोधनले पनि उहाँहरूको धेरै जसो मागलाई सम्बोधन गर्न सकेको छैन। यो जुन आन्दोलन भाद्र 23 गते 8 सेप्टेम्बरको दिनमा जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनको मुख्य उद्देश्य नै स्टप करप्सन, नो करप्सन। अब त्यो शीर्षकमा अहिलेसम्म त्यति कुरा हुन सकेको छैन र भ्रष्टाचार अन्त्य गर्नको लागि, जस्तै कि अब कानुनी रूपमै भ्रष्टाचार प्रदेश सरकार सिर्जना गरेर प्रदेश सरकारकै मार्फतबाट नियम कानुन प्रक्रिया पुर्याएर त्यो पनि त्यसलाई पनि जनताले प्रदेश सरकारको उपस्थितिलाई भ्रष्टाचारको रूपमा हेरेको छ। गाउँ गाउँमा वडा कार्यालयसम्म स्थानीय सरकार पुगेको छ। स्थानीय सरकार आवश्यक छ, तर त्यसले पनि नियम कानुन अनुसारै भ्रष्टाचार गरेको छ। निर्वाचन मार्फत अहिले हामीले फागुनमा निर्वाचन घोषणा गरेका छौँ। त्यो निर्वाचनको माध्यमबाट पनि प्रत्यक्ष कार्यकारीको चुनाव हुने कि नहुने, जेनजी पुस्ताको जुन मुख्य माग थियो कि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उहाँहरूको माग हो। अब जबसम्म प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुँदैन तबसम्म भ्रष्टाचार अन्त हुँदैन। तर त्यो दिशामा काम गरेको देखिएको छैन। र यसरी हामीले चुनाव गरेर त पुरानै दलहरूलाई यो शासन सत्ता सुम्पिनको लागि राज्यलाई चुनाव गराएर राज्यको अरबौं धनराशि खर्च गरेर यो शासन सत्ता पुरानै दलहरूलाई सुम्पिनको लागि हामी उद्यत छौँ। जुन एउटा ठुलो बलिदान, ठुलो परिवर्तनपछि नेपालमा एउटा परिवर्तन बनेको छ, जुन सडकले एउटा सरकार निर्माण गरेको छ। यसले हिजो प्रधानमन्त्रीको सम्बोधनलाई पनि हेर्न सकिन्छ, त्यो एउटा पाटो होला। तर सरकारले चालेका केही कदमहरू मानिलिउँ न, त्यहाँनिर राखिएका सोकिएका कुराहरू हैन भनेको सरकारले जुन जेनजी पुस्ताको जुन नो करप्सनको जुन अभियान हो त्यसलाई कहीँ कतै सम्बोधन गर्न थालेको भन्ने खालको आवाज हुँदैन। के बुझ्नुहुन्छ यसलाई? त्यो त आंशिक रूपमा अब सोकीहरू नराख्ने, राज्यको खर्च, अनावश्यक खर्चहरू घटाउने, अब त्यही त नो करप्सनको लाइनमा केही सुरुवातहरू भए पनि ठोस रूपमा चाल्नुपर्ने कदमहरू भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन, प्रदेश खारिजी, अब स्थानीय तहमा पनि सुधार गर्नुपर्ने कुराहरूमा जबसम्म सरकार लाग्दैन तबसम्म जेनजी पुस्ताको माग पुरा हुँदैन। के गर्न सकिन्छ? यो जेनजी पुस्ताको माग जुन यहाँले जुन कुरा उठाउनु भएको छ, आम जेनजी पुस्ताको माग सबैभन्दा पहिला त नो करप्सन नै हो। नेपालमा जुन एकदमै व्याप्त रूपमा रहेको भ्रष्टाचारी अन्त्य नै जेनजी पुस्ताको पहिलो माग बुझ्न सकिन्छ। यहाँले भनिहाल्नुभयो जो नीतिगत भ्रष्टाचारका कुराहरू पनि छन्। यो नीति नै बनाएर कानुनै निर्माण गरेर भ्रष्टाचारको